गाइस म चाहिँ अहिले बारीमा छु। हजुरलाई चाहिँ एउटा भ्लग बनाएको है। अनि यहाँनेरि चाहिँ हाम्रो रोपिरहेछ, हेर्न सक्नुहुन्छ। यो चाहिँ प्याज रोप्नु भएको, त्यहाँ पनि प्याज छ। अनि यो चाहिँ लसुन हो। अनि यो चाहिँ हाम्रो राजमा छ। अनि यहाँनिर चाहिँ एउटा मुला फलेर छ, हेर्न सक्नुहुन्छ। अब चाहिँ मैले हजुरलाई यतिसम्म देखाइसकेँ। अब हजुरलाई देखाउँछु मकै बारी। हजुरहरूले यहाँ हेर्न सक्नुहुन्छ, टाढैदेखि मकै बारी देखिरहेछ। हेर्न सक्नुभयो। अनि यहाँनिर चाहिँ मकैहरू पनि छन् लाइन लाउने। हजुरले देख्नुभयो होला मकै। अब चाहिँ म हजुरलाई देखाउँदैछु, हेर्नुहोस्। यो चाहिँ टमाटर हो गाइस। हजुरले टमाटर देखिसक्नुभयो। अब हजुरलाई चाहिँ म तोरी देखाउँदैछु, हाम्रो घरको तोरी लाइनमै छ, झन् फुलिरहेछ। देख्नुभयो होला तोरी। तपाईहरुले तोरी देखिसक्नुभयो। अब चाहिँ म हजुरलाई देखाउन गइराखेको छु। हाम्रो घरमा चाहिँ अमिलोको बोट छ, देख्नुभयो होला। अनि यहाँनिर चाहिँ कति धेरै आलुहरू छ रोपेको। हाम्रो चाहिँ हजुरहरू आलु मनपर्छ भने हजुरहरू हाम्रो घरमा आउन सक्नुहुन्छ। म हजुरलाई चाहिँ 1 किलो आलु दिएर पठाउँछु। हेर्नुहोस् कस्तो राम्रो राम्रो आलु फलिरहेछ। यहाँदेखि पुरै जम्मा परेर आलु फलिरहेछ, देख्नुभयो होला। अनि यो चाहिँ हाम्रो माथिको के कुरो कमेन्टमा भनिदिनु होला। अनि चाहिँ म चाहिँ यता आइसक्यो। अब चाहिँ हजुरलाई देखाउँछु म कोपी देखाउँछु, फुलकोपी देखाउँछु। यो चाहिँ हाम्रो फुलकोपी हो, हेर्न सक्नुहुनेछ। यहाँनिर चाहिँ हामीले फुलकोपी रोपेका छौँ। हजुरहरूलाई फुलकोपी कस्तो लाग्छ कमेन्टमा भनिदिनु होला। कत्रो फुलकोपी रोपेका छौँ हामीले। अनि यहाँ पनि छ है फुलकोपी, हेर्नुहोस् मजाको फुलकोपी रोपेका छौँ हामीले। अब चाहिँ म हजुरलाई एउटा चिज देखाउन गइराखेको छु। त्यो हजुरहरूले सबै देख्नुभएको, लाइनलाई देख्नुभएको चाहिँ हजुरहरू कमेन्टमा भनिदिनु होला। त्यही पनि यसको नाम म भनिदिँदैछु। यिनीहरू चाहिँ हुन् हाम्रै घरमा रोपेको सुपारी है। यतिसम्मै फलेको सबै सुपारी हो, हेर्न सक्नुभयो। अनि यहाँनिर चाहिँ हाम्रो मुला रोपेको छ, मुला गाजर सबै रोपिरहेछ, हेर्न सक्नुहुनेछ। यहाँनिर मुला रोपेको छ, मुला देख्नुभयो होला। अनि यहाँनिर चाहिँ टमाटर छ, टमाटर भर्खर फल्दै रहेछ। अनि यो चाहिँ सुप हो। सुप हजुरहरूलाई थाहा छ कि नै कमेन्टमा भनिदिनु होला।
यहाँ पनि सुप रोपिरहेछ हेर्न सक्नुहुन्छ। अब चाहिँ मैले तपाईलाई यति देखाइसकेँ। अब हजुरलाई एउटा ठुलो सुपारीको बोटहरू देखाउँछु। अनि यो चाहिँ हेर्नु सक्नुहुन्छ तलदेखिको माथिसम्म यो चाहिँ ठुलो सुपारीको बोट हो। हेर्नु सक्नुहुनेछ। अनि यहाँनिर चाहिँ हाम्रो यो फलिरहेको केरा हो। यो चाहिँ हेर्न सक्नुहुनेछ। त्यहाँ चाहिँ 3टा केरा जम्मा छ, हेर्नुभयो होला। अब चाहिँ हजुरलाई म देखाउन गइराखेको छु। अनि यो चाहिँ मेरो घर हो, हेर्न सक्नुहुन्छ। हेर्नुभयो होला, यो चाहिँ मेरो घर हो। अब चाहिँ म बाटोमा जान्छु अनि हजुरलाई भन्छु। हेर्नुस् यो चाहिँ केको रुख हो, कमेन्टमा भनिदिनु होला मलाई। हेर्नु सक्नुहुन्छ तलैदेखिको माथिसम्म नै छ। 2टा रुख छन् अरे 3टा रुख छन्। यहाँ चाहिँ कमेन्टमा भनिदिनु होला। अब चाहिँ हजुरहरूलाई देखाउन गइराखेको छु। बरको कि पिपल हो यो, मलाई चाहिँ अहिले नाम चाहिँ थाहा छैन। हेर्न सक्नुभयो। अब म हजुरलाई अर्को रुख देखाउन गइराखेको छु। म चाहिँ अहिले बाटोमा छु भन्दैछु। हेर्न सक्नुहुन्छ तलदेखि नै माथिसम्म। हेर्नुहोस् कति। अनि वहाँनेर हेर्नुहोस्, म हजुरलाई देखाइदिन्छु कस्तो राम्रो झम्म परेको तोरी फलिरहेछ नि। वहाँनेरि त्यहाँनेरि हजुरहरूले देख्नुभयो कि भएन? मैले देखेँ, देखिरहेछ है अलिअलि, तर धेरै कस्तो राम्रो तोरी फलिरहेछ देख्नुभयो होला। यहाँनिर चाहिँ धेरै हावा चलेको छ, मलाई चाहिँ जाडो भइसक्यो। अब चाहिँ मैले यति नै भिडियो बनाएँ। बाई बाई।